हेलो गाइजहरु नमस्कार, के छ सन्चै हुनुहुन्छ? तपाईहरुलाई स्वागत छ आज पनि फेरि मेरो अर्को एउटा नयाँ भ्लगमा। आज चाहिँ हामी यो वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा देखिएको एउटा सुन्दरता भएको ठाउँमा जाँदैछौँ। हामी आज चाहिँ केही साथीहरू जम्मा भएर केही साथी चाहिँ छुट्नु भएको छ। त्यहाँ पुगेपछि म तपाईहरुलाई त्यहाँको त्यो प्राकृतिक सुन्दरता देखाउने छु। यहाँ चाहिँ हामी आज 3वटा गोर्खेहरू जाँदैछौँ। साथीहरू भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। आजको भ्लग चाहिँ एकदम सुन्दर हुनेछ। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। साथीहरू यति बेला चाहिँ हामी यो हाम्रो बस्ने खङ्जु बजार छ नजिकै, अनि यो खङ्जु बजारको नजिकै एउटा पार्क छ। हामी चाहिँ यति बेला खानासाना खाएर खाना पनि पर्छ, अनि त्यसै गरेर रमाउला यो प्राकृतिक सुन्दरतासँग भनेर आएको। यतातिर देख्न सक्नुहुन्छ तपाईँहरू यो खङ्जु लेखेको छ, अनि त्यसरी कुकुरले पनि माक्स लगाएको देख्न सकिन्छ। पर तपाईँहरू हेर्न सक्नुहुन्छ त्यो चाहिँ बाटोमा कुकुरले केही खान्छ भनेर हुनसक्छ। यतातिर यो खङ्जु लेखेको स्पट देख्न सकिन्छ, अनि त्यसै गरेर माथितिर प्राकृतिक सुन्दरता एकदमै सुन्दर तपाईँहरूले देख्न सक्नुहुन्छ। अब हामी त्यहाँ जानेछौँ, त्यहाँ गएर त्यहाँ एकदमै त्यो सुन्दरतालाई नजिकबाट निहाल्नेछौँ। साथीहरू हेर्नुहोस्, यहाँ चाहिँ एकदमै प्राकृतिक सुन्दरता मजाले देख्न सकिन्छ। यहाँ चाहिँ हिँड्ने बाटो सिटी बनाएको छ, सिटीबाट माथि जान सकिन्छ। साइडमा फुलहरू टन्नै छन्, फुलहरू चाहिँ आज हावा चलेको कारणले एकदमै झरिराखेका छन्। यतातिर चाहिँ यो खङ्जु लेखेको ठाउँ देख्न सकिन्छ। गोर्खेहरू यतातिर बसेर आनन्द लिँदैछन्, सँगसँगै अरू मान्छेहरू पनि यहाँ घुमेको देख्न सकिन्छ। यहाँ चाहिँ अब हामी यो फुलफुलेको ठ्याक्क केन्द्रबिन्दुमा आइपुगेका छौँ। यतातिर पनि बाटो छ, अनि यतातिर पनि बाटो छ। यसरी हामी जता गए पनि ट्याक्क मजाले घुम्न सक्ने हेर्न सक्ने ठाउँहरू थुप्रै देखिन्छ। साथीहरू यो चस्माले पुरा सुन्दरता राम्रोसँग देखिएन, त्यसैले म चाहिँ चस्मा खोलेर भिडियो बनाउँदैछु। यता जताततै ट्याक्क मजाले यस्तो राम्रो दृश्यहरू देख्न सकिन्छ। मान्छेहरू पनि रमाइराखेको तपाईँले देख्न सक्नुहुन्छ। साथीहरू एकदमै सुन्दर ठाउँ छ, यताउता सबै देखिन्छ मजाले। यसरी हेर्नुहोस् त, माथि यस्तो राम्रो सुन्दरता देख्न सकिन्छ प्रकृतिको। यो वसन्त ऋतुमा यति दामी दामी फुलहरू देख्न सकिन्छ यहाँ चाहिँ। अनि त्यही बेलामा हाम्रो साथीहरूले पनि एकदमै यो वसन्त ऋतुको यो सुन्दरतासँगै रमाउँदै फोटाहरू पनि खिच्नुभयो, अनि भिडियोहरू पनि बनाउनु भयो। यसरी रमाउनु भयो साथीहरू। म पनि उहाँहरूको भिडियो लिँदै अनि छोटै म पनि भिडियो बनाउँदै फोटाहरू मैले पनि टन्न खिचेँ। यसरी हामी रमायौँ, आनन्द लियौँ। आजको दिन एकदमै रमाइलोसँग सुन्दरता तरिकाले बितायौँ। यसरी मान्छेहरू पनि टन्न देख्न सकिन्थ्यो। आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझावहरू दिन नबिर्सिनु होला। आजको भ्लगबाट छुट्टिन्छु। मेरो भ्लग मनपर्छ भने पक्कै पनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई लाइक कमेन्ट र सेयर गरिदिनु होला। अर्को भिडियोको लागि फेरि प्रतीक्षा गर्नु होला। छुट्टिन्छु। हस्त नमस्कार।